अझ रडिङ ढिलो भइसक्यो छिटो छिटो रडिङ 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 अनि यहाँको पसलनी चाहिँ को हो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग सो आजको ब्लगमा स्वागत छ आई होप सबैजना सन्चै हुनुहुन्छ होला है म पनि एकदम सन्चै छु सो आज चाहिँ चासक तङनाम विशेष कार्यक्रममा म अनि मेरो साथीहरू जाँदैछौँ है अनि सो आज एकदम रमाइलो हुनेछ चासक तङनाम विशेष कार्यक्रममा है अनि कार्यक्रम चाहिँ मिक्लाजुङ 3 नेसेलुङ डाँडा स्थित रहेको छ है अनि त्यहाँ चाहिँ आज कलाकारहरू बबिना किराती नोगेन लिम्बू टिकाहाङ लिम्बू अनि सेमिहाङ सिङ्गक लगायत धेरै कलाकारहरू आउँदै हुनुहुन्छ उहाँहरूकै बेजोड प्रस्तुति हेर्न हामी जाँदैछौँ है सो साथीहरू चाहिँ एकदम हिरो हिरो भएर आउनु भएको छ है अगाडि अगाडि जाँदैछ हेलो हेलो हिरोहरू यसो फेस देखाइदिनु पऱ्यो नि त आमा कस्तो हिरो भएर आउनु भएको हाम्रो विक्रम दाई अनि त हाम्रो भाइरल कान्छा आमा यो हो नि त अनि पारा भनेको त अनि कडक छ त नि ड्रेसअपहरू त कि कसो केटा हो भरे नि फेरि सोल्टिनीहरू फिदा भइदेला नि है यो ड्रेसअप गेटअप देखेर कि कसो फिदा हुन्छ नि होइन फिदा हुन्छ नि खत्रै हुन्छ सो हामी चाहिँ एकदम झकी झक एकदम बिन्दासमा है हिँडेर जाँदैछौँ चासक तङनाम विशेष कार्यक्रममा है अनि अहिले चाहिँ हामी यो राकेडाँडा जङ्गल स्थित पुगिसकेका छौँ यहाँबाट समथिङ हिँडेर 1 घन्टा नै लाग्छ होइन अनि हामी चाहिँ अलिक फास्ट जानुपर्ने हुन्छ होइन किनकि कार्यक्रम सुरु भइसकिसकेको छ सो अहिले चाहिँ हामी सङ्गम चोक स्थित आइपुगिसकेका छौँ है अनि हाम्रो साथीहरूले चाहिँ सुटाबुटा मार्नुहुने अरे अनि त्यही भएर मलाई चाहिँ सुटाबुटा किन्नु पठाउँदै हुनुहुन्छ दाम दिनु पऱ्यो साथी कतिको ल्याउनु मिलाएर ल्याउनु ल ठिक छ अनि सो साथीहरूले चाहिँ मलाई पैसा दिइसकेको छ सुटाबुटा किन्नलाई है अनि म चाहिँ अब पसलतिर जानुपर्ने हुन्छ सट्ट ल केटा अब बस्दै गर है म सुटाबुटा लिएर आउँछु अनि सो मैले चाहिँ फाइनल्ली बुढी चुरोट लिइसकेको छु है केटाहरू चाहिँ कहाँ पुग्यो यार केटाहरू चाहिँ यहाँ पर्तिर आएर परिराखेको रहेछ होइन अनि केटाहरूको सुटाबुटा पनि मैले ल्याइदिइसकेको छु है अनि सुटाबुटा आयो साथी मिनी ब्याग ल्याइदिएको 80 रुपियाँ ठ्याक्कै कति पर्छ तिमीहरूकोतिर 55 खुकुरी हो नि फेरि खुकुरी हो क्या यो खुकुरीलाई 80 ए बिजुलीलाई चाहिँ 55 होला होइन हाम्रो यात्रा अझै नै जारी नै छ होइन अनि अहिले चाहिँ हामीहरू हिँड्दा गरेर अहिले हामी चाहिँ यो चेम्चोङ चोक स्थित आइपुगिसकेका छौँ र दाइले चाहिँ सुटा बुट्टा मारिसक्नु भयो यता हाम्रो साथीले पनि है अनि चिलमा हो नि सुटा बुट्टा मारेर अनि आज पनि घाम एकदम मन्दा लागिरहेछ होइन मैले ज्याकेट स्याकेट लगाएको थिएँ एकदम गरम महसुस भयो त्यही भएर साथीलाई लाउन दिइरहेको छु साथीले ज्याकेट लगाइराख्नु भएको छ के हो नि भित्र पनि ज्याकेट बाहिर पनि ज्याकेट कस्तो हिरो देखेको नि ज्याकेटलाई त झन् एउटा पछि दिनु पऱ्यो नि त यस्तोरी झन् खतरा देख्यो यार अहिले त अब ठिकै छ होइन जस अब बेलुकातिर चाहिँ होइन जाडो हुन्छ नि त्यही भएर ज्याकेट स्याकेट लाएर बोकेर जानुपर्ने हुन्छ नि त अनि अहिले चाहिँ अब गरम भयो त्यो भएर साथीलाई मैले चाहिँ ज्याकेट दिइरहेको छु होइन अनि जस आज रमाइलो हुन्छ है चासक तङनाम विशेष कार्यक्रममा अनि सिङ्गल हो नि सिङ्गल हो गर्लफ्रेन्ड सर्लफ्रेन्ड छैन नि अनि यता दाइको नि गर्लफ्रेन्ड सर्लफ्रेन्ड छैन नि छैन म त बुढो मान्छे भनेपछि आज जस चासक तङनाममा सोल्टिनहरू आउनुहुन्छ होइन यसो अब लाइन हान्नु पऱ्यो है त केटा हो कि कसो हान्नै पऱ्यो नि लाइन चाहिँ हान्नु पऱ्यो नि त होइन हुन्छ होला अनि आज चासक तङनाम विशेष कार्यक्रममा अभियसली पनि सोल्टिनहरू त पक्कै पनि आउनुहुन्छ
अनि हाम्रो केटाहरूले पनि लाइन मार्ने कुरो गर्दैछ होइन, तर अलिक केटाहरूको चाहिँ हिम्मत छैन जस्तो छ क्या होइन। तर हिम्मत चाहिँ गर्नुपर्छ है केटा हो होइन। सोल्टिनहरू त त्यत्तिकै नि पढिहाल्छ नि, गफ चाहिँ हान्न सक्नु पऱ्यो कि कसो, गफ चाहिँ हान्नु पऱ्यो जे जस्तो भए तापनि है। अनि गफ चाहिँ हानौँ न, सोल्टिनी हाम्रै हो क्या हो नि। ल ल ल ल ठिक छ। अनि आज चासक तङ्नामा चाहिँ त्यहाँ चाहिँ अब पसल ससलहरू पनि ल्याउनुहुन्छ होइन। अनि दामसाम पनि बोकेर जानु पऱ्यो। अनि दाम कति ल्याउनु भयो साथी? 300 रुपियाँ। 300 रुपियाँ ठिक छ। अब 300 रुपियाँ लिएर आउनु भइसक्यो ठिकै छ। अब हाम्रो दाइले कति लिएर आउनु भयो आज दाम? 300 रुपियाँ। 300 600 रुपियाँ उहाँहरूको टोटली गरेर 600 रुपियाँ भयो होइन। अनि अब हामीले खाने भनेको त्यस्तो अब हामी बियर सियर अनि त्यो लोकल सोकल खासै खाँदैनौँ होइन। अनि त्यो भएर खासै खर्च पनि हुँदैन होइन। अनि मेरो पकेटमा चाहिँ है पैसा यति रहेछ होइन। अनि यति पैसा छ, अन्त यति पैसा के खानु नि आज? भाइरल के चाहिँ दिउँ? के खानु हुने भन्नु न। त्यो चाहिँ छट्टो खड्डु अलिअलि अनि त्यसमा सेक्का भए त दामी हुन्थ्यो नि त। आलु चप र प्याज होला। अनि यो दुईवटा पैसा छ होइन, दुईवटा पैसाले के खाने हो साथी? आलु चप र प्याजहरू अन्डाहरू त्यही खानुपर्छ होइन। अब हामीहरू त्यस्तो के खाँदैनौँ नि त है। त्यो हल्का फुल्का फास्ट फुडहरू खाने होइन, त्यही हो अगाइहाल्छ। अब नराम्रो चिजहरू पियौँ भने फेरि होइन झ्या भइहालिन्छ कहिले नखाने मान्छेहरू होइन कि कसो। खाँदैनौँ नि हामी? खाँदैन। यता हाम्रो दाइले चाहिँ खानुहुन्छ खानुहुन्छ नि लोकल ठर्रा तानिहालिन्छ। बियर सियर त्यो चाहिँ अलिक महँगै पर्छ होइन। कितो हुन्छ, ठर्राले काम दिइहाल्छ। ओहो ठिकै छ। अब हाम्रो विक्रम दाइको पनि होइन इच्छा चाहने पुरा गरिदिनुपर्छ। उहाँलाई चाहिँ लोकल ठहरा किनेर दिनुपर्ने हुन्छ भरे होइन। त्यस दाइ अनि ज्या भएर आफ्नै धुरीमा आएन हिँड्नुहुन्छ ठिकै छ। अनि जस हाम्रो हिँडा चाहिँ चलि नै रहेको छ। अनि यहाँ चाहिँ नानीहरूले पुरा चटपटे बेच्दै रहेछन् है। अनि यहाँको पसलनी चाहिँ को हो? अनि साथी चटपटे नखाइदिने? आयो भनिदिनु पर्यो चटपटे नखाइदिने? ल आउनु न त खाइदिउँ त्यसो भए। ल चटपटे बनाइदिनु पर्यो छिटो हामीलाई 50 रुपियाँको चटपटे बनाइदिनु पर्यो। लजाएर भएन जय भए पनि हामीलाई चटपटे बनाइदिनु पर्यो 50 रुपियाँको। लु अनि अहिलेसम्म बोनकी भएको छ कि छैन? भएको छ कि छैन? छैन। हामी नै हो फर्स्ट बोनकी। लु 50 रुपियाँको हामीलाई एकदम दामी स्पेसल हुनु पर्यो चटपटे बनाइदिनु पर्यो है। अनि कसको छोरी तिमी? मान्छेको? म पनि मान्छेको छोरी। मान्छेकै हो? हामी सबैजना मान्छेको छोरी हो। घर चाहिँ कुन हो? घर चाहिँ यो हो कि यो? यो हो यो हो। यही हो? ल ठिक छ ल ठिक छ ल ठिक छ। ल एकदम दामी बनाइदिनु पर्यो, एकदम स्पेसल बनाइदिनु पर्यो है हामीलाई। अनि अहिले चाहिँ हामी यहाँ चटपटे बेच्दै रहेछन् होइन। साना साना नानीहरू उहाँहरूको चटपटे खाइदिउँ न चाख्दिउँ न भन्ने भयो। अनि त्यही भएर अहिले हामी चाहिँ यहाँ बसिरहेछौँ। छिटो छिटो बनाइदिनु पर्ने भयो है। हामीले यसो चासोक तङ्नामा सोल्टिनीहरू हेर्नु जाँदै गरेको। अनि अब हामी एकछिन चटपटे खानेछौँ। यहाँ चाहिँ चटपटे बनाउँदै हुनुहुन्छ नानीहरू तपाईहरु के। अनि अहिले चटपटे बनिसकेको छ होइन फाइनली 50 रुपियाँको चटपटे चाहिँ अब कस्तो छ होइन अब हामी खानेछौँ।
थाप्नुहोस् दोस्त राखेरै थाहा भइहाल्छ नि 50 रुपियाँकै हो नि कति धेरै दिएको 50 रुपियाँको आमा लु लु खानु न छिटो त्यहाँ राखेर म त अन्डा भन्दै थिएँ कस्तो राम्रो छ छिटै धुलो उड्छ है गाडीहरू आउँछ कस्तो मिठो बनाएको नि राम्रो छ नि दामी छ नि अनि यो पसल चाहिँ आफै थापेको हो यता हेरेर भन न आफै थापेको आफूले विचारले हजुर आज यो छुट्टीको समय आज शनिबार हो नि त त्यही भएर थापे आएन अरू बेला पढ्छु अनि यो छुट्टीको समयमा पसल ससल थापेर बाटोमा बस्यो होइन ठिकै छ गुड गुड गर्ल पकेट खर्च बनाउँदै रहेछ होइन हो कि होइन भने त हजुर के भन्नुभयो होइन अहिले चाहिँ हामी चाहिँ एकदम मस्त तरिकाले चटपटे खाँदैछौँ कस्तो राम्रो छ नि दामी छ नि चटपटे दामी छ नि स्पेसल एकदम गुड छ एकदम स्पेसल एकदम भेरी गुड छ नि भेरी गुड ल ठिक छ खाइदेऊ न त नि एकचोटि कडक छ त खुवाइ त ल यता दाइले पनि खाइदिनु त आफ्नै पारामा पल्टिनु हुन्छ फेरि उता नानु खानु हुने गर्नु न नखानु हुने ल त्यसो भए मै खाइदिएँ हामीले चटपटे खाइसकिसकेका छौँ चटपटे चाहिँ ठिकै थियो राम्रै थियो होइन अनि बुनुलाई पैसा हामीहरूले दिँदैछौँ दिनु ल बस्नु है बाई बाई सानो नानी बाई बाई ल बस है सबैजना अनि चाहिँ हामीले चाहिँ चटपटे खाइदिउँ होइन अनि यहाँ बाटो छेउमा पसल गर्दै रहेछ अनि एकदम माया लाग्यो नि त अनि त्यही भएर हामीले यसो चटपटे खाइदिएको होइन अहिलेसम्म बिक्री भएको रहेन अनि हामीले 50 रुपियाँको चटपटे खाइदिउँ अनि जस मिठो बनाउँदै रहेछ अनि हामीलाई प्रोग्राममा जानु चाहिँ अलिक ढिलो भइसकिसक्यो होइन अब छिटो जानु पर्ने हुन्छ ल गाइज फास्ट आउनु पर्यो टाइम धेरै नै गइसकिसक्यो होइन यहीँ नै 10-15 मिनट जति बस्यौँ होइन अझ टाढो नै छ निचुलुङ डाँडा छिटो आउनु पर्यो फास्ट यार अरे यार अझ रनिङ साथी अलिक रनिङ आउनु पर्यो ढिलो भइसक्यो छिटो रनिङ ल छिटो आउनु पर्यो छिटो ढिलो भइसक्यो चासोक तङमाङमा जानलाई छिटो कुदेर चाहिँ अलिक नेसेलुङ डाँडासम्म चाहिँ अलिक सम्भव छ होइन किनकि अझ धेरै टाढा छ छिटो हिँडेर जाने चाहिँ हामी कोसिस गरिरहेछौँ अनि अहिले चाहिँ हामी बुढाली चोक आइपुगिसकेका छौँ यहाँ चाहिँ चोक चाहिँ छैन पहिला चोक थियो अनि अहिले चाहिँ छैन बुढौली चोक नामकरण गरिएको छ यो ठाउँलाई चाहिँ होइन अनि कार्यक्रम चाहिँ भइरहेछ हामीले सुनिरहेछौँ होइन अनि हामीलाई एकदम कार्यक्रम हेर्न आतुर भइसकिसक्यौँ ल छिटो आउनु पऱ्यो केटा अनि त्यस्तो खुट्टा गल्या त छैन नि होइन ठिकै छ अलि भोकसक लागेको छ कि छैन ल ठिक छ अब हामीहरू उतै गएर फेरि खाजा खानेछौँ यताउति चाहिँ खोलाखोल्सीहरू छ होइन यो माथिल्लो यो भिरहरू चाहिँ माथि रमितेको हो नजरहरू है यस्तै छ अनि हामी 3 भाइ चाहिँ एकदम आफ्नै पारामा जग्गाउ भएर जाँदैछौँ यो न बाइक साइक छैन होइन बाइक साइक भएको भए त हामी पनि अघि पुगिन्थ्यो
तर अनि केही छैन, हिँड्नलाई पनि एकदम स्वास्थ्यलाई राम्रो एक्सर्साइज भइरहेछ हाम्रो। बाटो चाहिँ अब यस्तै छ, हल्का फुल्का धुलो छ, खुट्टा पनि धुलो भइसकिसक्यो। अनि ती साथीहरू चाहिँ होइन अहिले मूत्र विसर्जन कार्यक्रम गर्दै हुनुहुन्छ। हेलो 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 साथी, के हो नि? आयो जस बेला बेलामा होइन मूत्र विसर्जन कार्यक्रम पनि गर्नुपर्छ होइन। दाइ के गर्ने भएको? तपाईँको मूत्र विसर्जन कार्यक्रम भइसक्यो नि? जस मूत्र विसर्जन कार्यक्रम पनि साथीहरूले गरिसक्नु भयो है। हिँड्दा हिँड्दै अनि अहिले चाहिँ हामी ठ्याक्कै मेग्लो खोलामा आइपुगेका छौँ। बाटो चाहिँ यस्तै कच्ची छ, हिँड्दा हिँड्दा हत्तु भइसकिसक्यौँ। अनि आज चाहिँ हाम्रो त्यहाँको आउने कलाकारहरूको सँग पनि हामी थोरै थोरै गुनगुनाउने छौँ। दाइ ल स्टार्ट गरौँ है साथी, स्टार्ट गरौँ है। भगाइलाने सल्लाह सल्लाह मात्रै भो, तिम्रो मेरो माया हल्ला मात्रै भो, चरी भए भुरुरु जान्थे उडेर बोकी फुल सिरैमा। अहिले चाहिँ हामी चासोक तङ्नाम विशेष कार्यक्रम नजिक पुगिसकेका छौँ। जस भाषण शासन हालेको हामीले सुनिरहेछौँ है। अब नजिकै हो, यहाँबाट खासै टाढो छैन है। अहिले चाहिँ हामी मेसेलुङ डाँडा स्थित चासोक तङ्नाम विशेष कार्यक्रममा आइसकिसकेका छौँ है। अगाडि चाहिँ प्रोग्राम भइरहेको छ। यहाँको माहौल यहाँको यस्तो रहेको छ। उहाँलाई मायाको छिनो प्रदान गरिदिनुका निम्ति मेसेलुङ सो आज चाहिँ नेक्स्ट डे भएको छ है। आजको भ्लगलाई म यतैतिर व्यस्त गरिदिनेछु। यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। ओके, थ्याङ्क्स फर वाचिङ गाइज, बाई।